हेलो हेलो नमस्कार अनि शुभ प्रभात सम्पूर्ण साथीहरूलाई। म फेरि धेरै समय पछाडि तपाईहरूलाई गोर्खा जिल्ला अवलोकन गराउँदैछु। कति साथीहरूलाई त थाहा छ यो हिमालको नाम है। म हिमालबाटै सुरु गर्छु। यो रहेको छ गोर्खा जिल्लाको प्रख्यात एकदमै प्रसिद्ध गोर्खा जिल्लालाई चिनाउन सफल मनासोलो हिमाल है। एकदमै राम्रो, हिजो भर्खरै पानी आएको कारणले गर्दा होला एकदमै चम्किरहेको छ है। हिमाल सेतो दन्ते लहर जस्तै है, एकदमै चम्किरहेको छ। र अरू ठाउँहरू त तपाईँहरूलाई भन्नै पर्दैन है, किनकि तपाईँहरू कति साथीहरू गोर्खाकै हुनुहुन्छ होला। यो गोर्खाको अजिरकोट गाउँपालिकामा अवस्थित भच्चेक रहेको छ। भच्चेक बजार झिली रमेली भन्ने गीत पनि त छ है। एकदमै रमाइलो छ है। म चाहिँ यतिखेर बारोपाको सुलीकोट गाउँपालिकाबाट चाहिँ तपाईँहरूलाई यो अवलोकन गराइरहेको छु है। एकदमै रमाइलो दृश्य है। हिजो पानी परेको कारणले झन् एकदमै रमाइलो, एकदमै राम्रो भइरहेको छ। यो हिमाल चाहिँ लमजुङतिरको हो कि कास्कीको मलाई ठ्याक्कै थाहा भएन क्या। गोर्खाको त होइन है, यो लमजुङकै हुनुपर्छ है, किनकि लमजुङ एकदमै नजिक छ नि त, छिमेकी जिल्ला हो। यो चाहिँ जौबारी है, यो जौबारी रहेको छ। यो अर्खुल है, एकदमै रमाइलो, एकदमै रमाइलो। यो कलकल दरौदी नदी बगिरहेकी छिन् भनौँ कि के भनौँ है। एकदमै गोर्खा जिल्लाको प्रख्यात प्रसिद्ध नदी भन्नुपर्छ यो दरौदी नदी पनि। यो सबै तपाईँहरूले देखिराख्नु भएको छ है। यो चाहिँ गोहोरी रहेको छ है। तपाईँहरू यता चाहिँ सिरानचोक गाउँपालिका है। सिरानचोक गाउँपालिकामा अवस्थित घरहरू एकदमै राम्रो देखिरहेको छ। मैले हल्का जुम पनि गरेँ। यो चाहिँ सिमले है। यो चाहिँ है एकदमै रमाइलो, एकदमै राम्रो देखिरहेको छ। अझै मोबाइलमा त्यति राम्रो नदेखिएला होइन, प्रत्यक्ष त एकदमै राम्रो देखिरहेको छ यो दृश्य है। यो चाहिँ हाम्रो छिम्केश्वरी डाँडा है, विशेष गरी तनहुँ जिल्लामा अवस्थित छिम्केश्वरी डाँडा एकदमै अग्लो ठुलो है। यो बादल भन्छ कि के भन्छ, एकदमै राम्रो भइरहेको छ। टाढाबाट भएर त्यति राम्रो देखेको छैन, सायद नजिकबाट हेर्ने पनि एकदमै रमाइलो देखिन्छ। यो चाहिँ निमेल रहेको छ, एकदमै रमाइलो देखिएको छ है। एकदमै रमाइलो दृश्य यो हाम्रो गोर्खा है। एकदमै हाम्रो गोर्खा राम्रो गोर्खा भनिन्छ नि त। यहाँ धेरै डाँडाहरू देखिन्छ है। शहीद लखन गाउँपालिका है, अनि भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका पनि देखिन्छ यहाँबाट। तर ठ्याक्कै कुन कुन ठाउँ हो मलाई यादै भएन, त्यति धेरै थाहा छैन नि त मलाई। देखिन चाहिँ 2-3वटा गाउँपालिका मजाले देखिन्छ यहाँबाट, मजाले देखिन्छ। एकदमै रमाइलो दृश्य, एकदमै रमाइलो रमाइलो घमाइलो है। सबैभन्दा राम्रो दृश्य चाहिँ यहाँनिर मनासोलो हिमालले दिइरहेको छ है यति बेला। एकदमै रमाइलो घमाइलो है।